आफ्नै गाउँ फर्किआए, नयाँ नयाँ सपना ल्याए, उकाली ओह्राली गर्दै ल भिडियो त ल ल है ल हाई गर्नु हजुरआमा ल है ल यसको ल ल ल भिडियो ल सबैजना ल रेडिल पार्कतिर जाँदैछौँ है गाइजुला हामी ल एउटा यसो फ्यामिली टुर ल ल ल सबैलाई नमस्कार भनिदिउँ ल जय होस् जय होस् है अङ्कल यसो ल ल हामी रेडिल पार्कतिर होइन ल सर ल बरिङ चढ्दै कस्तो लागिरहेछ यसो अनुभव एकदम रमाइलो लागिरहेको छ। हामी सुरुवाती अग्रता होइन यसो पहिलो सिडीहरू चढ्दैछौँ ल रमाइलो छ। ल हाम्रो अभिभावक आमादेखि लिएर हामी समग्र परिवार रेडिल पार्कतिर छौँ, एउटा माडीको चारको ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र ल रेडिल पार्क ल एकदमै अनुपम सुन्दर छ। होइन यो ढलान गर्दाखेरि सबै सामानहरू लिएर आउने अर्ने लिकै थियो त दाइको यतापट्टि पानी पुगेपछि मरमसला छ एकदम तपाईँले चाहिँ के आइटम डिपार्टमेन्टबाट अरू कुरा पकाउनै जान्दिनँ मासु मात्रै हो। अनि यता हुन्छ भिनाजुले चाहिँ के घिउ हाल्नु भयो है अहिले पुलो बन्दैछ हुनुहुन्छ हजुरले चाहिँ माथि आएर सुरुवात गरिसक्यो होइन ल कस्तो लागिरहेछ आमा खुसी छ ए रमाइलो जैँले पकाएर खुवाउने रे हामीले चाहिँ बेसी थाहा छैन के फेरि अब यो काट्यो
धनको बाद अरूलाई धनको पत मायालाई पानको पात अरूलाई धनको पात मायालाई पानको पात अरूलाई धनको पात मायालाई पानको सुन्दरमाडी माडी नगरपालिका 4 को ऐतिहासिक तथा पर्यटकीय क्षेत्र रेडियल पार्कबाट मैले यो भिडियो कैद गरिरहेको छु। पक्कै पनि 2 वर्ष अगाडिको माडी र अहिलेको माडीमा धेरै डिफरेन्ट ड्रास्टिक चेन्ज देखिरहेको छु। यो सबै हैन एउटा पक्कै पनि असल जनप्रतिनिधिहरूको देन र सक्षम माडीवासीको देन हो। त्यसैले गर्दाखेरि अहिले हामी चाहिँ समग्र सामूहिक पारिवारिक जमघट पिकनिकबाट फर्किने क्रममा यहाँ बिनाजुहरूसँगै सबै आदरणीय व्यक्तित्वहरूसँगै हामी झरिरहेछौँ अहिले सिडीमा। ल सबैहरूलाई सन्ध्याकालीन अभिवादन। ल जय होस् सबैको, जय होस्। यो पनि रामको, तुम पनि रामको, सारा संसार रामको, म पनि रामको, त्यो पनि रामको, यो पनि रामको, सारा संसार रामको, म पनि रामको, हरि हरि यो पनि रामको, ओ त्यो पनि रामको,
सारा संसार रामको म पनि रामको हरि हरि। सबैलाई नमस्कार। म कमलराज पाण्डे। हाम्रो यस पाण्डे परिवारद्वारा आयोजित पाण्डे परिवारको कान्छो छोरो कान्छो नाति क्रोएसियाबाट विदेश झन्डै 2 वर्ष बसेर अहिले 2 महिनाको बिदामा चाहिँ यहाँ आएको हुँदा परिवारको हाम्रो दिदी भिनाजु भान्जा भान्जी समग्र सबैजना हाम्रो परिवारको लगभग 80% मान्छे छौँ यहाँ। सबैजना मिलेर चाहिँ यहाँ रमाइलो गर्ने। आज रेड हिल पार्कमा चाहिँ हाम्रो पारिवारिक पिकनिक फङ्सन पनि भएको थियो। त्यहाँ नाचगान 2वटा खसी काटिएको थियो अनि त्यहाँ सबै रमाइलो भएर अहिले चाहिँ अब फेरि घरमा आएर चाहिँ हामीहरूले चाहिँ यहाँ कार्यक्रम गर्दैछौँ। यो चाहिँ हाम्रो सामान्य एउटा छोटो नाचगान कार्यक्रम पनि हो। नाच्नका लागि हाम्रो भरतपुरबाट भान्जा त्यस्तै हाम्रो फुपू दिदी फुगाजुहरू अनि हाम्रो प्यारो हजुरआमा पनि हुनुहुन्छ 84 वर्षको। ल अहिले अब गीत लगाइदिनका लागि चाहिँ टेक्निसियनमा रहनुभएको बुवालाई जोड दिँदै अब नृत्यमा आउँदैछन् हाम्रो भरतपुरदेखि भान्जा प्रकाश अर्याल अनि हाम्रो वरिष्ठ भाइ चाहिँ गोकुल पाण्डे। अब गीत सुरु हुन गइरहेको छ। गीतको बोल रहेको छ हाम्रो समय। यसै अन्तर्गतमा नाच दिनका लागि भाइलाई र भान्जालाई चाहिँ स्टेजमा आइदिन हार्दिक अनुरोध गर्दछु र सम्पूर्णलाई जोरदार तालीले स्वागत गरिदिनु हुन। के भन्ने हाम्रो समय 10 मोहर महिनाको कामै हाम्रो जुगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो हे हाम्रो जुगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो के भन्ने हाम्रो समय 10 मोहर महिनाको कामै हाम्रो जुगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो हाम्रो जुगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो। खानाको पानी खान्छे नानी बोकेको कम्मरमा भुलेको छैनौ त्यो मिठो पानी अझै उमेरमा। खानाको पानी खान्छे नानी बोकेको कम्मरमा भुलेको छैनौ त्यो मिठो पानी अझै उमेरमा। आहा साह्रै मिठो कुरो सम्झाइ हौ सैला। अब अहिले थरीका चिसो थरीका कोला खोइ कता गयो धारा कता गयो। त्यो बोतलको पानी न त पुरा भिज्ने न त पुरा तिर्खै मेटिने कोठैभरि। अब अहिले चिसो खोला कहाँ गयो धारा खोला भएन पुरा हात भिज्ने हो भएन सधैँ तिर्खा मेटिने हो भएन पुरा हात भिज्ने हो भएन सधैँ तिर्खा मेटिने। ल धन्यवाद। निकै नै राम्रो नृत्य प्रस्तुत गरेर गइसक्नु भएको छ हाम्रो प्यारो भान्जा प्रकाश अर्याल र लाउरे भाइ गोकुल पाण्डे। त्यस्तै गरी आजको यस कार्यक्रम हाम्रो परिवारको छोटो ड्राई पिकनिक चाहिँ ड्राई पिकनिकै नभनौँ ठुलै पिकनिक भनौँ। ठुलै पिकनिक चाहिँ राम्रो भएको थियो। केही 2 शब्द बोलिदिनु हुन हाम्रो प्यारी हजुरआमालाई चाहिँ अनुरोध गर्दछु। ल हजुरआमा कस्तो लागेको छ भन्नु पर्यो। राम्रो भयो छ। आज राम्रो भयो। पार्क उस्न गइयो रमाइलो गऱ्यो आइयो सबै छोरा नाच्न सबै घर गइयो। खुसी लाग्छ मेरो मलाई। ल हजुरआमालाई नि धेरै धेरै धन्यवाद छ। त्यस्तै 2 शब्द कस्तो के भइरहेको छ राखिदिनको लागि लाउरेलाई धेरै धेरै के अरे अनुरोध गर्दछु। ल धन्यवाद। कार्यक्रम सञ्चालक आदरणीय दाई कमलराज पाण्डे र यस आजको यस समग्र पारिवारिक
जमघट एउटा पिकनिक कार्यक्रममा उपस्थित सम्पूर्ण आदरणीय सम्मानित व्यक्तित्वहरूलाई मेरो व्यक्तिगत तर्फबाट र सिङ्गो पाण्डे परिवारको तर्फबाट हार्दिक सम्मान अनि स्वागत व्यक्त गर्न चाहन्छु। म धेरै लामो कुरो गर्ने पक्षमा छैन। जसरी म क्रोएसियादेखि विगत 5 दिनदेखि 2 वर्षको बसाइ सँगसँगै 1.5 महिनाको भ्याकेसनलाई नेपाल आएको थिएँ, त्यस लगत्तै नेपाल टेक्नु बित्तिकै पछिल्ला बाँकी 2 वर्षको समयमा जुन एउटा हाम्रो त्यो हरेक दिनलाई हरेक चिजलाई त्यो पहिलाका चिजहरूलाई स्मरण गर्दै हरेक पटक मिस गरिरहन्थे, ती चिजहरूलाई फेरि नवीकरण गर्दै ताजा बनाउने उद्देश्यले एउटा पारिवारिक भेटघाट गरौँ भन्ने एउटा जुन उद्देश्यका साथ मैले जुन निमन्त्रणा गरेँ र त्यो निमन्त्रणालाई स्वीकार गरी आफ्नो काम व्यस्तताले पनि विभिन्न आदरणीय व्यक्तित्वहरू आफ्नो व्यवसायलाई थाती राखेर जुन हाम्रो यो निमन्त्रणालाई स्वीकार गरेर सहर्ष स्वीकार गर्दै यहाँ पाल्नु भएकोमा सबैलाई हार्दिक नमन अनि सम्मान व्यक्त गर्न चाहन्छु। हामीले यसरी नै विभिन्न खालका समयमा विभिन्न खालको यस्ता कार्यक्रमहरू गर्दै जमघट गर्दै यसरी गर्दा एउटा परिवार सँगसँगै हाम्रो आत्मीयतालाई अझै फराकिलो बनाउँदै र अलि यो समाज यो अलि बाहिरी सिङ्गो माडीले पनि हामीलाई हेर्ने नजरमा अझै फरक ढङ्गबाट हेर्नेछ र हामी एउटा उदाहरणीय परिवार बन्न सक्नेछौँ भन्ने एउटा अपेक्षा लिएका छौँ भन्दै मेरा 2-4 शब्द यहाँ अन्त्य गर्छु। हस्, धन्यवाद। ल धन्यवाद छ हाम्रो लाउरे भाइ गोकुल पाण्डे। त्यसैले आजको सानो कार्यक्रमको विषयमा छोटो जानकारी गराइदिन आफ्नो अनुभव सेयर गरिदिनका लागि दिदी र भिनाजुहरूको तर्फबाट हाम्रो अग्रज भिनाजु हरिप्रसाद अर्याललाई चाहिँ धेरै धेरै तर्फबाट दुईटा शब्द भन्न गइराखेको छु। यो पारिवारिक जमघट अब यो विशेष गरी अब हाम्रो लाउरे भाइ के अरे गोकुल पाण्डे आएको हो र उहाँले सबैलाई निमन्त्रणा गरेको हुँदाखेरि मान्छे टाढा पिरिमुडीदेखि कोही अब भरतपुरदेखि आफ्नो व्यवसायहरूलाई पनि अब यो खुसीमा सामेल हुनको लागि गरेर आइराख्नु भएको छ। साह्रै खुसी लागेको छ। अब यस्तै चाहिँ जमघट बेलायत मौकामा यसो फुर्सद मिलाएर सबैले भइरहेको आगामी दिनहरूमा पनि र अब यस बिचमा अब एउटा अब हामी सबै पारिवारिक भित्रैमा छौँ। एउटा खुसीको खबर एउटा केही सुन्न पाए हुन्थ्यो र एउटा गर्न पाए हुन्थ्यो भन्ने एउटा आशा थियो। यो अब केही समयपछि सायद केही आउँछ होला यो खबर शुभ समाचार पनि भन्ने आशामा छौँ। र यही भन्दै अब मेरा 2 शब्द यहीँ टुङ्ग्याउन छु र फेरि पनि सबैजनालाई सम्पूर्ण दाजुभाइ दिदीबहिनी दाजुभाइको तर्फबाट यही 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। ल धन्यवाद, विशेष धन्यवाद हाम्रो दुइटै दाजुभाइ। ल धेरै धेरै धन्यवाद। हाम्रो ठुलो भिनाजु हुनुहुन्छ हरिप्रसाद अर्याल। अब दिदीहरूको तर्फबाट चाहिँ छोटो मिठो एउटा मन्तव्य राखिदिनु हुनुको लागि हाम्रो माइलो दिदी बरुवाको पार्वती पाठक पार्वती तिमल सिन्हा हाम्रो माइलो दिदीलाई चाहिँ सम्पूर्ण मेरो माइती परिवार आमा दाइ दिदीहरू सबैलाई पहिला नमस्कार गर्न चाहन्छु। आज मेरो भाइ गोकुल अनि कमल, आज विदेशबाटको गोकुल मेरो भाइ प्यारो भाइ, अहिले यो रमाइलो भाइ, यो भाइ जब साह्रै नरमाइलो लाग्थ्यो, अहिले यो आएपछि घर त्यसै उज्यालो रमाइलो भयो। यो नभएपछि हामी धेरै दुःखी थियौँ। अहिले खुसी बनाएको सबै दिदीबहिनीलाई एकदम रमाइलो बनाएर हामी खुसी भएर पसल दिउँसैबाट बन्द गरेर पसलको कुनै पनि माया नगरिकन यो भाइको अनुहारले गर्दा अनि कमलको अनुहारले गर्दा विशेष गरेर गोकुलले गर्दाखेरि हामी यो माइत पसल पैसा भनी नसोचिकन सबै हम्फालेर एकदम नाचगान गर्न रमाइलो दिउँसैदेखि नै आएर आज हामी यहाँ माइत रमाएर बसेछौँ। यसको लागि गोकुललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। भाइ यसरी नै सधैँ नै बोलाएर दिदीबहिनीहरूलाई यसरी नै खुसी राख भन्ने कुरो तँलाई मलाई धेरै धेरै धन्यवाद छ मेरो भाइ प्यार। ल माइती परिवारलाई ल
धेरै धेरै धन्यवाद हाम्रो माइली दिदी पार्वती तिमल सिन्हा प्यारी दिदी हुनुहुन्छ। त्यस्तै गरी अब भान्जा भान्जीको तर्फबाट चाहिँ बोलिदिन पर्यो भनेर भान्जाले मामाले समय नै दिनुभएको छैन, 2 मिनट बोल्न पर्यो भनेर भान्जाले गुनासो गरिरहेका छन् अघिबाट। त्यही भएर हाम्रो भान्जाको गुनासोलाई सम्बोधन गर्दै चाहिँ मैले यो माइक चाहिँ हाम्रो प्यारो भान्जा प्रकाश अर्याललाई चाहिँ माइक दिन चाहन्छु। धन्यवाद। धन्यवाद मामा। ल अनि सबैजनालाई मेरो तर्फबाट नमस्कार, भान्जाको तर्फबाट सबै भान्जाहरूको तर्फबाट भनौँ न है, म मात्रै नभएर। हामी आज चाहिँ धेरै पछि यसरी कम्फर्ट भएको चाहिँ धेरै समयपछि हो। विगत पहिला चाहिँ हामी दसैँको बेला नै होला भेटघाट भएको यसरी है। त्यसपछि यसरी सबैजना एकजुट भएको चाहिँ पछिल्लोचोटि धेरै पछि नै हो। एकदम खुसी लागेको छ हामी सबै परिवार यसरी भेटिँदाखेरि। अब यही विषयमा पनि अब छिटै पनि मामाको तर्फबाट केही नयाँ खबर आओस् अनि यसरी नै सबैजना भेट भएर यसरी नै रमाइलो गर्न पाओस्। सबैलाई एकदम खुसी लागेको छ मेरो तर्फबाट। यति नै मेरो कुरा। धेरै धेरै धन्यवाद छ हाम्रो प्यारो भान्जा प्रकाश अर्याललाई। त्यस्तै गरी अब छोटो मिठो यत्रो कार्यक्रमको चाहिँ अब समापन पनि गरिदिन उनका लागि हाम्रो घरको वरिष्ठ सदस्य बुवालाई चाहिँ अनुरोध गर्छु। हजुर ल सम्पूर्णलाई धेरै धेरै नमस्कार। मेरो आफन्त मेरो ठुलो जमाईहरू 4वटा जमाईहरू भरतबाट आउनुको ठुलो जमाई, बरबाट आउनुभएको हाम्रो टिकाराम तिमसिना जमाई माइलो, साइलो जमाई बरघाटबाट आफ्नो व्यवसायलाई माया नमानिकन चालो विदेशबाट आएको खुसीले गर्दाखेरि उहाँलाई आफ्नो व्यवसायलाई छोडेर उनी माया नमानिकन आउनुभयो, उहाँलाई पनि धन्यवाद। त्यसपछि हाम्रो कान्छी जमाई पगेनी गोविन्द पगेनीलाई पनि धेरै आफ्नो दोकानको माया नमानिकन के आउनुभयो। मेरो भान्जी रिया पाठक पनि आइछन्, त्यसको लागि धेरै धन्यवाद। साथमा मेरा भान्जा ठुलो भान्जा सबभन्दा ज्येष्ठ भान्जा प्रकाश अर्यालमा आउनुभएको छ। ल सबैको लागि धेरै धेरै धन्यवाद। र हाम्रो निमन्त्रणालाई स्वीकार गरी सम्पूर्ण जमाई बहिनीहरू आउनुभएको र भान्जा भान्जीहरू आउनुभएकोमा र साथमै मलाई जन्म दिने आमा अहिले लगभगै 75 वर्ष भइसक्नुभयो, उहाँ पनि आज घरमा आफ्नो कामको व्यवस्था छोडेर हामी रेडी पार्कमा गएर सानो पिकनिक गर्न गइयो। यसमा सबै सहभागी भयो। यो हाम्रो भनेको सबभन्दा पहिलो ठुलो यो भनेको हाम्रो योभन्दा पहिला यस्तो कार्यक्रम भएको थिएन। मलाई यो पहिलो जस्तो लाग्यो, पहिल्यै भइरहेछ। साथमा हाम्रो बुहारी डिलु पाण्डे पनि आइपुगी छन्। त्यसको लागि अब धेरै रमाइलो भयो। हामीले पिकनिक गरियो, वहाँ नाचगान गरियो, खानपिन गरियो, आइयो रमाइलो गरियो। सबैलाई धेरै धेरै धन्यवाद छ। यसो भन्दै मेरो आफ्नो 2 शब्द यही टुङ्ग्याउँछु र